यो बाहुन भनेको बाहुन नै हो अझ यो आचार्य बाहुन भनेको त एक पैसामै काम लाग्दैन हो अङ्गालो मार्न नदिया हो दिएको त हो नि अँगालो मार हुने रहेछ टाउको दिएको यसले अँगालमा यसो हात उठायो काकी ठ्वास घनाएर रुगा लगायो बेला सुन्नुहोस् त रुगै निको होला गनाएको हो तिमी के गर्छस् गनाएको हो तिमी के गर्छस् नाक थुन्छ के गर्छ तिमी नाक ठुनेर तिमी के गर्छस् नाक थुने नसुन्छ के गर्छ अब तिमी नसुँगेर के गर्छस् नसुन्छ आनन्दै भने किन चाहियो फेरि गनाएको हो अब नुनलाई धारामा पानी नै आउँदैन अनि काकी फास्छ गनाए अब काठमाडौँमा मेलम्ची आउँछ है जताततै खनिएको छ है त्यसपछि पानी आउँछ त्यसपछि खलखल नआउँछ अनि काकी नै मगमग नै बाँच्न आउँछ मैले त नुन नपाएर मेरो काकी फास्छ गनायो है यो 52 बजे सुङ्दा के यसले सुङ्दा जाँडको घ्याम्पै गनाउँछ लोकल थर्रा है लोकल अब यो बाहुनको जिउबाट जाँडको घ्याम्पो गनाउनु भन्दा त नेवारको काखीमा काखी गनाउनु नै राम्रो हो नि मुखला ए निहार बहादुर तिम्रो घरको धारामा मात्र पानी नआएको हो काठमाडौँमा कसैको घरको धारामा पनि राम्रो पानी आउँदैन मेरो घरमा पानी नआएको त 2 वर्ष भइसक्यो अब पानी नआए भने नुहाउनु त पऱ्यो जिउ चिलाउँछ मेरो पालो एक घ्याम्पो जाँड किनेर ल्याउँछ साबुन काहीँ दल्छु घुवार जाँड खाइहाल्छु अलिअलि मुख पनि पर्छ रमाइलो पनि हुन्छ पखाल्छस् तिमीले जाँडले जियो पखाल्छस् तिमीले जाँडले जियो जाँडले तिमीले आफ्नो आन्द्रा पखालिस् होला बरुम बाजे मेरो आन्द्राभित्र तिम्रो नाक छिराएर सुँगेर हेरेर छौ सुन्नै पर्दैन तिमी बाहुन बाजेको आन्द्राभित्र के छ त्यसै नै भनिदिन्छु म ल के छ ल भन त तिमी बाहुन बाजेको आन्द्रा भुनीभित्र भैँसीको मासु छ जाँड छ अन्डा छ छ्यापे छ च्याउ छ तिमीले जे नै खानु हुने नि त्यही नै छ भने छ तिमी नेवारहरूले चाहिँ मिठो मिठो खानु पर्ने हामी बाहुनहरूले खानु पर्दैन नेवारहरूको मात्र मुख हुन्छ हामी बाहुनहरूको मुखै हुँदैन तिमी आफ्नो मासु खान अर्काको मासु किन खान्छस् बाजे तिमी अब आफ्नो मासु आफैले खानलाई स्याल हुँदाहरूमा कसरी खाने मासु आफ्नो मासु तिमी आफ्नो मासु खसी खान हाम्रो मासु भैँसी किन खान्छस् बाजे तिमी त्यो भनेको अब त्यो सस्तो छ त्यो महँगो छ के भन्दा अब महँगो भए पनि तिमी आफ्नो मासु खान अर्काको मासु किन खान्छस् तिमी आफूले पैसा तिरेर खाने त्यो जे खायो भने के भयो अब तिमी पैसा तिरे भने तिम्रो मासुमा पैसा तिर्न हाम्रो मासुमा किन पैसा तिर्छस् अब त्यो सस्तो छ त्यो महँगो छ अब के गर्ने हो यो बाहुन बाजेहरू है तिमीहरूले भैँसीको मासु खान थालेर भैँसीको मासुको भाउ बढेर आकाशमै छुल्लाइसक्यो ल पहिले एक धार्ने मासुको 50 रुपियाँ 60 रुपियाँमै पाउँछ तिमी बाहुन बाजेहरूले खान थालेर 1 किलो मासुकै 450 हो मासु किन्नु गयो कि फेन्टै हुन्छ मोमो है पहिले मोमो क्वा मोमो 1 प्लेटको 10 रुपियाँ 12 रुपियाँ 20 रुपियाँमा पाउँछ तिमी बाहुन बाजेहरूले खान थालेपछि 1 प्लेट मोमोकै 50 रुपियाँ 60 रुपियाँ मोमो खानु गयो कि फेन्टै हुन्छ मोमो कहाँ पुगिसक्यो च्याउ कहाँ पुगिसक्यो तिमी आफ्नो मासु खान अर्काको मासु किन खान्छस् बाजे तिमी अब आफूले पैसा तिरेर खाएपछि जे मलाई त्यो खान्छ नि तिमीलाई किन तिमी यो बाहुन बाजे है तिमीहरूले रक्सी खान थालेर ट्राफिकले मापसी चेक गर्न थाल्यो तिमी बुझिस् तिमी पहिले अलिकति चट्ट खाएर है मोटरसाइकल चलाएर वा छुगले मखुटाया गल्ली रे कस्तो रमाइलो छ अस्ति अलिकति खाएर गुठीमा गएर खाएको है ट्राफिकले समातेर रातभरि नै थुन्थ्यो तिमी बाहुन बाजेहरूले गरेर हाम्रो संस्कृति नै खतम गर्दैछ ए निहार बहादुर त्यो ट्राफिकले मापसी चेक गरेको हामी बाहुनहरूले जाँड सिकाएर हो र भने त्यो देशमा धेरै दुर्घटना भयो मान्छे मऱ्यो अपाङ्ग भयो घाइते भयो भनेर दुर्घटना घटाउनलाई पो त गरेको तिमी बाहुन बाजेहरूले खाएर मोटरसाइकल चलायो भने दुर्घटना हुन्छ हामीले खाएर चलायो भने दुर्घटना हुँदैन तिमी के गर्छस् अब जाँड रक्सीले यो नेवार यो बाहुन यो गुरुङ यो राई यो मारवाडी यो के मधेसी भनेर थाहा पाउँछ चिन्छ कसरी चिन्छ तिमी बाहुन बाजेहरूले खायो भने लोराइदिन्छ हामीले खाएर चलायो भने घरमै पुऱ्याइदिन्छ म यहाँ 5 गन छु 5 गन 2 जना आफ्नो सिटमा भइसक्नु पर्छ ल 1 तिमी के गर्छस् न्यू होस् भयो 2 तिमी के गर्छस् 3 तिमी के गर्छस् 4 म त 4:30 मै बस्यो तिमी 4:30 मा बस्यो म यहाँ 4:45 मा बसिसकेँ यहाँ ख्वास वे मास्ति म ख्वास वेले माक थिएन छ बाजे ए
मैले नबुझ्ने भाषामा म के माग्थे भने के माग्थे भने के भने ए बाजे तिमी कस्तो झ्यालभर हेरेर बानर जस्तो भनेको हामी बाहुनहरूलाई मात्रै किन बाँदर जस्तो भन्ने कसले भने आयो बाहुनलाई बाँदर जस्तो मान्छेहरू सबैको पुर्खा भनेको बाँदरै हो नि मान्छेको पहिचान भनेकै बाँदर हो बाबाट बानर पनि हुन्छ बाबाट बाजिए पनि हुन्छ बाबाट के हुन्छ बाबाट बाघ पनि हुँदैन बाघ तिमी बाघ भने तिमी बिरालो हो घाम स्यालोको बिहे कुकुर जन्ती बिरालो बाहुन भन्छ तिमी बिरालो हो कुकुर जन्ती बिरालो भयो आफूले कुकुर भन्दा छुके छ म जन्ती गएको त थिएन म त खेतमा काम गर्न गएको थिएँ म पनि त मन्दिरमा पूजा गर्न गएको थिएँ अनि के तपाईँहरू खालि झगडा मात्रै गर्ने कि शब्दान्तक्षरी प्रतियोगिता खेल्ने नियम कानुन पनि थाहा छ थाहा छ त्यो नियम कानुन हामीलाई सब थाहा छ हामी पहिले खेलेर हामी जितिसकेछौँ नियम कानुन सबै थाहा छ सबै थाहा छ ल यो बाजे तर पुरस्कार के राख्नु भएको छ कुरामा बिर्सी मैले पुरस्कार त केही देखेन बाहुनको चिट्ट झिङ्गाको पिट्ट भन्छ भाइ पहिले नै पुरस्कार के हो पुरस्कार पाउँछ नेवार बहादुरले बाहुन बहादुर पुरस्कार के हो बाहुनको चित्त झिङ्गाको पित्त नेवारको चित्त चाहिँ के को पित्त नि नेवारको चिट्ट हात्तीको पित्त कत्रो हुन्छ हात्तीको पित्त कत्रो देखाएको छ देखेछ कहाँ देखाएको छ तिम्रो टाउको भन्दा पनि ठुलो हुन्छ कहाँ देखायो कहाँ हात्तीभित्रै छिरेर गएर हात्तीको चिट्ट हेरेर आएको तिमी के गर्छस् हात्तीभित्र छिरेर हेरेर आएको ए भनेपछि पुरानो एउटा दन्त्य कथा छ नि दन्त्य कथामा पानी झमझम परेको बेलामा मरेको हात्तीको पछाडिको पाल ठुलो चाहिँ भित्र गएर स्याल रहेछ स्याल ए स्याल त्यो स्याल चाहिँ पछाडिबाट गएको है म चाहिँ अगाडिबाट नै एक्सक्युज मी एलिफेन्ट भनेर है हात्तीको सुर ठाडो पारेर त्यहाँबाट भित्र पसेर है हात्तीको चिट हेरेर ब्याक भएर आयो एक्सक्युज मी एलिफेन्ट भनेको हात्तीले बुझ्यो अङ्ग्रेजी भाषा बुझ्छ कसरी बुझ्छ त्यो डिबी परेको हात्ती हो मैले त यहाँ पुरस्कार केही नदेखेको भने मुड आउँछ पुरस्कार देखेपछि कति तोलाको गोल्ड मेडल राखेको त्यो थाहा पाउनु परेन गोल्ड मेडल सोल्ड मेडल होइन जसले यो पुरस्कार जित्यो उसको 7 पुस्ता छलफल हुन्छ ल जिन्दगी नै बन्यो ल जिन्दगी नै बन्यो ल ए उसबेदेखि त त्यो पुरस्कार त प्रधानमन्त्रीको कुर्सी होला एकचोटि बसिएपछि 7 पुस्तै झलमल त्यो प्रधानमन्त्रीको कुर्सी हो भने मैले भाग लिएन म खेल्छु नि म भाग लिन्छु नि प्रधानमन्त्रीको कुर्सी हो भने मैले भाग लिएन म भाग लिन्छु नि प्रधानमन्त्रीको कुर्सीमा भाग किन नलिने प्रधानमन्त्री भनेको बाहुनले जित्छ प्रधानमन्त्री भनेको बाहुन हामी नेवार त्यो मरिचमा एकचोटि पञ्चायत व्यवस्थामा प्रधानमन्त्री भयो है त्यसपछि फेरि बाहुन कि छेत्री हुनुपर्ने कि बाहुन हुनुपर्ने छेत्री भनेको नि बाहुन हो बाहुन भनेको नि बाहुन प्रधानमन्त्री भनेको बाहुन हो तिमीले छेत्री भने चित बाहुन हो बाहुन भने हुन्छ हामी बाहुनहरूले पढाइरहेका छौँ बुद्धि छ चक्कर चलाउनु जानेको छौँ राजनीति गर्नु जानेको छौँ प्रधानमन्त्री हुन्छौँ फेरि बिहे गर्ने बेलामा पनि आफ्नो एउटै गोत्रमा बिहे गर्दैनौँ हामी जेएनटी सुधार गर्दै जान्छौँ यसले ईर्ष्या गर्दो रहेछ ए त्यो पनि नेवार प्रधानमन्त्री मरिचमान एकजना मात्र भएको छ अरू भएको छैन बाबुराम भट्टराईको श्रीमती नेवार नै होइन ऊ प्रधानमन्त्री भएन झलनाथ खनाल केपी ओलीको श्रीमती नेवार नै होइन उनीहरू प्रधानमन्त्री भएन त्यो नेवारनीको पोइ प्रधानमन्त्री भएर हुन्छ नेवारै प्रधानमन्त्री हुनुपर्छ मैले के गर्दा हो नि त ल अब यो कुरामा धेरै डिस्कस नगरौँ है किनभनेदेखि आजको यो पुरस्कार चाहिँ प्रधानमन्त्री केही पनि होइन खास आजको यो पुरस्कार के हो भनेदेखि के अहिले पुरस्कारबारे कुरा नगरौँ क्या किन पछि पाएपछि 3 छक्कै परोस् न सस्पेन्स ल अहिलेलाई सस्पेन्स नभन्ने सस्पेन्स ल अब तपाईँ सुरु बरोबर ल शब्दान्तक्षरी प्रतियोगिता सुरु गरौँ त अब ल शब्दान्तक्षरी प्रतियोगिता सुरु गर्ने पालो अब बाहुन बहादुरज्यूबाट ल मैले पहिला सुरु गर्ने जे पनि बाहुनबाटै सुरु गर्नु पर्ने हामी नेवारबाट केही सुरु नै गर्नु हुने अब तिमीले रिस गरेर के गर्ने नेवार बहादुर हामी बाहुनहरूको बोली नै चोखो हुन्छ हामीले बोल्यो भने परम्परा बन्छ संस्कृति बन्छ तिमी बाहुन बाजेले त कुकुरको मासु खानुहुन्छ भने त्यो पनि खान्छ होला मान्छेले हुन्छ हामी बाहुनहरूले कुकुरको मासु खानुहुन्छ भने तिमीले खानुहुन्छ उसमा तिमी भैँसी नखान त बाजे कुकुर खान त बाजे तिमी तिमी नगरपालिकालाई हेल्प गर्नु बाजे हामी बाहुनहरूले खानुहुन्छ भने तिमीले खानुहुन्छ भने के
ल ल सुरु गरौँ सुरु गरौँ ल ल सुरु गरौँ है त ल हो त हेर ए बाजे तिमी त यस्तो छ हेर तिमी फेरि ऐना हेरेको भन्न थाल्छ होला बाजे होइन होइन लाइभ भइरहेछ अब त्यहाँ नहेर्ने अगाडि हेर्ने ल ल अगाडि हेरेर ल भनिहाल्नुहोस् म अब ल सोधिहाल्नु। प्रारम्भ शुभारम्भलाई भगवान्को नामबाट सुरु है त ल ओम नमो भगवते वासुदेवाय श्री गणेशाय नमः श्री महालक्ष्मी माताय नमः श्री महासरस्वती माताय नमः श्री नृत्यनाथाय नमः श्री 33 कोटी देवताय नमः 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 ल मबाट भन म भट्टीमा गएर कटर र मोमो पाठ गर्ने बेलामा नमाउन बाजे म हे मबाट भन मोमो ढ्यागो सिकेसा ले मोमो ढ्यागो सिकेसा ठो बर्मुटेसा मोमो नेब्ले जिगु नुग मी पुठेपु ए त्यो मान्छेको टाउको खाने भाषाबाट के भने त्यो मामा 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 गरेर ए तिमी हामी नेवारले मान्छे खाएको तिमी देखेछस् मेरो टाउको खायो नि यहाँ तिमीले चाहिँ तिम्रो मातृभाषा संस्कृतबाट ओम नमो 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 भन्न मिल्छ हामी नेवारले हाम्रो मातृभाषाबाट भन्न मिल्दैन तिमीलाई समानुपातिक नेपाल भनेको थाहा छ कि छैन बाजे अब तिमीले के भन्यो मैले बुझ्नु नबुझिकन मैले कसरी भन्ने अब ए उसको मातृभाषाबाट बोल्न पाइन्छ एम्पायर साहब सबैले आफ्नो मातृभाषाबाट बोल्न पाइन्छ तर बुझ्ने गरी अनुवाद गरिदिनु पर्यो हो तिमी त्यसो भन्न अनि कुरा मिल्छ एम्पायरले तिमी भने तिमी को एम्पायरले तिमी भने तिमी को हे! अमेरिकाको राष्ट्रपतिलाई यु भन्छ चाइनाको राष्ट्रपतिलाई यु भन्छ तिमी भनेको यु हो तिमी बुढालाई यु भन्नु नहुने हो मलाई बुढा भन्ने तिमी को भर्खर 37 वर्षको यङलाई तिमी बुढा भन्ने को 37 वर्ष 37 वर्ष 7 र 3 37 हो तिमी 37 वर्ष हो भने म त भर्खर नै जन्मेको हो तिमी भर्खर जन्मेको हो नि म त जन्मेकै छैन अझ तिमी नजन्मिन तिम्रो आमा भुँडीभित्र फेरि जा तिमी बाउको भुँडीभित्र जाओस् फेरि तिम्रो बाजेको भुँडीभित्र जा पहिले तिमी गएर देखाउ ल नेपालीमा अनुवाद गर्नु ल मम ढ्यागो सिकेसा ठो बर्मुटेसा मम नेब्ले जिगु नुगा मी पुठे पु भनेको मोमो भनेको एकदम नै मिठो हुन्छ है तिमी बाहुन बाजेहरूले मोमो खाएको देख्यो भने मेरो मन त आगोले पोलेको जस्तो पोल्छ मी पुठे पु भनेको मैले केबाट भन्नु पर्यो तिमीले पुबाट भन फुबाट अँ फुबाट अँ कस्तो सुरुमै अप्ठ्यारो हजुर आएको तिमीले जे भने त्यही भन्छु म पुद्वी फुबाट होइन फुबाट ल आयो ल सुन पूर्वबाट उदाएको सूर्य पश्चिममा गएर अस्ताउँछ पूर्वबाट उदाएको सूर्य पश्चिममा गएर अस्ताउँछ पश्चिममा अस्ताएको सूर्य पूर्वबाटै देखिन्छ के हुने हो त्यो पूर्वबाट उडाएको सूर्य पश्चिममा देख्छ पश्चिममा अस्ताएको सूर्य पूर्व देख्छ साहित्य बुझ्न साहित्य हाम्रो नेपाल देश सानो चिटिक्क परेको छ भने के पूर्वबाट उदाएको सूर्य पश्चिममा गएर अस्ताउँछ पश्चिममा अस्ताएको सूर्य पूर्वबाटै देखिन्छ सगरमाथाको टुप्पोदेखि बिरगञ्जसम्म देखिन्छ बिरगञ्जदेखि सगरमाथाको टुप्पोसम्म एउटै प्रदेश देखिन्छ ल छबाट भन छ छेरौटी कुरा नगर बाजे छेरौटी कुरा नगर बाजे हामीलाई प्रदेश चाहिन्छ छेरौटी कुरा नगर बाजे हामीलाई प्रदेश चाहिन्छ पहिले नै दिन्छु भनेपछि अहिले दिन्न भन्न पाइन्छ छेरौटी कुरा नगर बाजे हामीलाई प्रदेश चाहिन्छ पहिले नै दिन्छु भनेपछि अहिले दिन्न भन्न पाइन्छ हिमाल पहाड तराईलाई तिमीले कसरी एक ढिका बनाउँछस् हिमाल पहाड तराईलाई तिमीले कसरी एक ढिका बनाउँछस् सकिनेस् भने बरुम बाजे तिमी त नराम्रोसँग गनाउँछस् त्यो मैले गरे त्यो मैले नद्याए हो त त्यो म को हो नि त्यसलाई तिमीले नगरे नि तिमी ब्राह्मणवादले गरेको माओवादले गरेको ब्राह्मणवादले गरेको ए ब्राह्मणवाद भन्छस् ब्राह्मणवाद भन्ने हो त्यो 2-4 जना बाहुनहरूले उनीहरूलाई जे मनलाई त्यो गर्यो भन्दैमा देशमा भएभरको बाहुनले आक्षेप लाउनु पाइन्छ देशमा गरिब बाहुनहरू छैन म जस्तो सोझो बाहुनहरू छैन त्यो बाहुन भनेको त्यो अक्षर नचिनेसम्म मात्रै सोझो हुन्छ अक्षर चिनेपछि त्यो अक्षर जस्तै बटारिँदै जान्छ अझ मैले तिमीलाई काठा बाजे भनेको छैन कसले काठा भनेको कसले काठा भनेको के काठा तिमीलाई काठा भनेको छैन भनेको तिमी बुझ्नुहोस् बाजे कसले काठा भनेको काठा भनेको छैन भनेको तिमीले बुझ्नुहोस् काठा भनेको छैन भने किन काठा है काठा काठा भनिरहेको त त्यो त तिमीलाई देखेपछि भनौँ जस्तो लागेर नभनेको नभनेको भने बाहुन काठा छेत्री बाठा हामी नेवार परमेश्वर नेवार परमेश्वर बाहुन परमेश्वरलाई
तपाईँहरूलाई जातीय कुरा गर्न लाज लागेन तपाईँलाई जातीय कुरा गर्न लाज लागेन तपाईँहरू नेता हो नेताहरूले पो जातीय कुरा गर्छ जनता झगडा गराउँछ तपाईँहरू नेता हो यहाँ आएर अब जात भातको कुरा गर्ने हो भनेदेखि म नेवार बाहुन बहादुरलाई नि खुरुक्क गेट आउट गरिदिन्छु अनि नेवार बहादुरलाई नि गेट आउट गरिदिन्छु ल जातको कुरा गर्छ टाइम पार किन जान्ने त्यो एम्पायर हुँदा टाइम पार किन जान्ने टाइम पारको काम घन्टी बजाएर बस्नु हो थाहा छ कि छैन घन्टी नै बजाएको मैले यिनीहरूको दिमागमा जात भातको कुरा अगाडि सारेर देशमा फेरि के वार ल्याउनु खोजे मैले हो त उसले वार ल्याउनु खोजेको जात भातको कुरा अगाडि सारेर देशमा फेरि के वार ल्याउनु खोजे अहिले म तँलाई तेरो बाउ देखाइदिउँ तेरो तागत छ भने मेरो बाउ देखा लैज तेरो तागत छ भने मेरो बाउ देखा लैज तेरो बाउ भनेको मै हो वार गर्नु खोज्यो रे। भन्छौ कसले गर्नु खोज्यो वार तिमी त्यसको बाउ हो भने म उसको ठुलो बाउ ठुलो कि ठुलो बाउ ठुलो तिमी त्यसको ठुलो हो भने तिमी त्यसलाई अंश दिएन दिनु पर्यो त्यो कत्रो कुरा पर्यो वार गर्नु खोज्यो भन्छ कसले गर्नु खोज्यो वार तिमीले गर्नु खोज्यो वार हेर हामी नेवार भनेको शान्तिप्रिय भगवान गौतम बुद्धको छोराछोरी बुझिस् हामी नेवार त होइन के वार त नोवार हो नेभर वार पहिले नोवार हो है पछि तिमी बाहुन माझीले त्यसलाई बिगार्दै नेवार बनाइदिस् वार त तिमी बाहुन माझीहरू धेरै गर्छस् मैले गरौँ तिमीहरू धेरै बाज्ने भएको हुनाले तिमीहरूलाई बाजे भनेको म बाजेको छु त म बाजेको छु त्यो पुष्पकमल बरुम बाजे बाबुराम भद्राई बरुम बाजेन ल अब यो पहिलो राउन्डको समय सिद्धियो एम्पायरजी तपाईँ दोस्रो राउन्ड सुरु गर्नुहोस् ल यसै टाइम सिद्धियो फर्स्ट राउन्ड सिद्धियो आदरणीय दर्शक महानुभावहरू शब्दान्त श्रेणीको पहिलो राउन्ड सिद्धियो अब हामी दोस्रो राउन्डमा प्रवेश गर्दैछौँ दोस्रो राउन्डमा प्रवेश गर्नु अगाडि नेवार बहादुर बाहुन बहादुरको सिटमा बाहुन बहादुर नेवार बहादुरको सिटमा सिट चेन्ज फ्यान ए नेवार बहादुर के गरे त्यो यो बाहुन बाजे बसेको ठाउँमा जाँडको घ्याम्पै बनाउँछ हेर नेवार बहादुर हामी बाहुनहरूको भनेको हाडै चोखो हुन्छ म बसेको ठाउँमा बस्नु पाउनु त भाग्य तिम्रो ढोगेर बस्छ ढोगेर बाजे ढोग्ने बाजे यसले ढोग्ने नै यसले ढोग्छ है तिम्रो टाउको त्यो दुईवटा टाउको भएको मान्छे एउटा टाउकोमा टोपी लाउँछ अर्को ठाउँमा सुरुवाल लाउने त्यो अरू बेलामा चाहिँ यो टाउको यहीँ नै हुन्छ है तिमीलाई ढोग्ने बेलामा टाउको ठ्याक्कै नै यहाँ आउँछ त्यो टाउको जहाँ छ बुद्धि पनि त्यहीँ हुन्छ नि ल बाजे दर्शन गऱ्यौ है तिम्रो बुद्धि कहाँ छ रे बाजे ढोग्यो है दर्शन तिम्रो बुद्धि कहाँ छ बाजे दर्शन चक्रायो है बुद्धि जाँदा तिम्रो ल पुग्यो अब शब्दान्त श्रेणीको दोस्रो राउन्ड सुरु गर्दैछौँ दोस्रो राउन्ड शब्द राउन्ड म तपाईँलाई एउटा शब्द दिन्छु त्यसबाट वाक्य बनाउने ल माउ चेतुङ त्यसबाट वाक्य बनाउनु ल माउचेटुङ भन् तिम्रो बाजे तिम्रो बाजे माउचेटुङ नेपालको पोलिटिकल पार्टीको सबैको बाजे माउचेटुङ हुन्छ माउचेटुङ भन् माउचेटुङ माउचेतुङले हिजो राति सपनामा आएर मलाई चाइनिज भाषाबाट भन्नुभयो ए बाहुन बहादुर नवा मारमा के ल्याङ्की ठ्याटे फर्फेटी उहाँ माको फुटे सिम्पो फुची जे आउँछ मुखमा पर्छ तिमीले त्यो के भनेको फेरि ठ्याक्कै त्यसरी नै एकचोटि भन्छ बाजे ठ्याक्कै नै त्यसरी नै भन्छ बाजे एकचोटि अब अर्काको भाषा ठ्याक्कै त कसरी भन्नु अब मैले सुरुमा के भनेको थिएँ नो टाइम लस तिम्रो पास टिम भन्न मलाई के मतलब सुरुमा के नवा त्यसपछि के भनेको नवा मारमा के ल्याङ्के ठ्याटे फर्फेटीमा माको फुटे सिम्पु फुची आयो मै झन्डै भन्नुहोस् यार सिम्पु फुची अब मैले कुन चाहिँ अक्षरबाट भन्ने सिम्पु फुची शब्दबाट भन्ने सिम्पु पुची भनेको शब्द हुँदैन मैले देखेको सपनाको चाइनिज भाषामा थियो के सिम्पु पुची त्यो लास्टमा आएपछि भन्नुपर्छ तिमी चुप लाग ल भनिहाल्नुहोस् तिमी चुप लाग म भन्छु है ल चाइनिजमा है सिम्पु पुची है सिम्पु पुची
डाक्टर बोला, डाक्टर। के किन भयो भने थाल्यो। हाँसेको हो कि रोएको हो थाहा छैन। बाह्य खतम नै भयो है के बनायो त्यो त्यो मौसी टुङले है मौसी टुङले चाइनामा कमाएको नाम नेपालमा सत्यानाश गरिदियो भनेर मौसी टुङले चाइनिज भाषामा गीत गाएर मौसी टुङ रोएको गीत गाएर भाग लिनु त पाइँदैन। गीत गाएर भाग लिनु पाइन्छ। घाँटीको नसै चुडे लास्तो भयो यो राउन्ड सिक्यो। त आदरणीय दर्शक महानुभावहरू दोस्रो राउन्ड पनि सिद्धियो। अब हामी तेस्रो राउन्डमा प्रवेश गर्दैछौँ। तेस्रो राउन्डमा प्रवेश गर्नु अगाडि अघि जस्तै नेवार बहादुर बाहुन बहादुरको सिटमा, बाहुन बहादुर नेवार बहादुरको सिटमा सिट चेन्ज फेन। यो बाहुन बाजे बसेको सिटमा है केरोको अचार गनाउँछ धेरै केरोको खान्छ अचार खान्छ यिनीहरू केरो अचार खाएकै होइन। कति केरो खाने ओहो ल अब हामी तेस्रो राउन्ड मुक्तक राउन्ड। म तपाईँलाई एउटा शब्द दिन्छु त्यसबाट मुक्तक भन्ने। लक्ष्मी, ल लक्ष्मीबाट मुक्तक भन्नुहोस्। लक्ष्मी त मेरो एकजना पुरानो गर्लफ्रेन्ड थियो है उसलाई मैले ल भन्दाखेरि कति मुक्तक हान्यो कति मुक्तक हान्यो अब त्यही मुक्तक एउटा हान्छ है ल ल ल लक्ष्मी स्व छ गयो बाला छङ्गो पर्सिए झन बाला लक्ष्मी तिमी कति राम्रो तिम्रो ढोटे झनै राम्रो ओहो घरमा स्वाइनले थाहा पायो भने मार्छ फेरि है अर्कै भन्छु है लक्ष्मी प्रसाद देवकोटा ल ल लक्ष्मी प्रसाद देवकोटा एउटा महाकवि हुनुहुन्छ लक्ष्मी प्रसाद देवकोटा एउटा महाकवि हुनुहुन्छ म पनि राम्रो साहित्यकार हो किनभने मैले पनि कहिलेकाहीँ कविता लेख्ने गर्नुहुन्छ वाह 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 क्या मारा भन्नु भयो मैले तिम्रो मुक्तकमा मैले वाह 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 भन्नु पर्यो। तिम्रो मुक्तकमा मैले वाह भने कुन चाहिँ वाह कस्तो चाहिँ वाह के चाहिँ वाह भने तिम्रो नेवारहरूको त भाषै के हो छक्क पर्छु। एउटा शब्दको 10-12वटा अर्थ हुन्छ। ल तिम्रो नेवारहरूले त धानलाई पनि वाह भन्छ, दाँतलाई पनि वाह भन्छ, आकाशबाट परेको पानीलाई पनि वाह भन्छ, के पोख्यो भन्दा पनि वाह भन्छ, हप्ता पनि वाह वाह भन्छ, आउ भन्दा पनि वाह वाह भन्छ। त्यस्तो गाह्रो भाषा पनि भाषा भन्छ। तिमीलाई भैँसीको मासु खान सिक्न गाह्रो भएन जाँड खान सिक्न गाह्रो भएन हाम्रो भाषा सिक्नलाई तिमीलाई गाह्रो भन्छस् बाजे हेर यो काठमाडौँ नेवार राज्य भयो भने म तिमीलाई यस्तो पेल्छ है तिमीलाई त्यो मोमो बनाउन किमा पेल्छ नि त्यसरी नै पेल्छ तिमी बुझिस्। हेर नेपालमा हामी बाहुनहरूको बाहुन राज्य त होस् तिमी नेवारहरूको जुर्दै श्राद्ध गरिदिन्छ हामी। ल मुक्त गरिदिनुहोस्। लक्ष्मी प्रसाद देवकोटा एउटा महाकवि हुनुहुन्छ किनभने म पनि राम्रो साहित्यकार हो किनभने मैले पनि कहिलेकाहीँ कविता लेख्ने गर्नुहुन्छ। आफूले कविता लेख्ने गर्नुहुन्छ अरे मलाई निद्रा लाग्यो सुत्न जानुहुन्छ भोक लाग्यो खान जानुहुन्छ म पाए पो भन्नु तपाईँ भन्नु भइहाल्छ नि त्यही पनि हामी नेवारहरूले आफूलाई कस्तो मान्छ लक्ष्मी पूजा गर्छ भाइ पूजा गर्छ अनि म पूजा गर्छ म भनेको आफ्नो जिउ हो जिउलाई पूजा गर्छ यसरी ढोग्छ यसरी जिउ भए पो घिउ पिउँछस् बाजे जिउ नभए तिमी के पिउँछस् अब के हो हुन्छ उसो म पनि उसले जस्तै आफूले मान्दाखेरि भनिदिन्छु नि। ल लेख्ने गर्नुहुन्छ होइन लेख्ने गर्नुहुन्छु कहिलेकाहीँ म पनि बेला बेलामा राम्रो राम्रो कविता लेख्ने गर्नुहुन्छ कहिलेकाहीँ बेला बेलामा हामी पनि राम्रो राम्रो कविता किनभने हामी बाहुनलाई सबैले भन्छ देउता ल देउता देवता नभन हे बरुम बाजे तिमी आफूलाई यसरी देवता नभन हे बरुम बाजे तिमी आफूलाई यसरी तिमी त स्वर्दै हिँड्छ जटाटटे टपरी देवता नभन हे बरुम बाजे तिमी आफूलाई यसरी भक्क राँगाको खुट्टाले हानिदिन्छु म तिमीलाई बेसरी नभने नेवार बहादुरमा बाहुनलाई त्यसरी
बेसरी नबने नेवार बहादुर म बाहुनलाई त्यसरी हामी बाहुनहरू भयौँ भने तिमीहरूको श्राद्ध हुन्छ कसरी कसरी भने हे बरुण बाजे म मर्दै मर्दैन कसरी भने हे बरुण बाजे म मर्दै मर्दैन तिमीले मेरो श्राद्ध कहिले गर्नै पर्दैन लिन पाउँदैनस् तिमीले कहिले पनि म मरेको दाना लिन पाउँदैनस् तिमीले कहिले पनि म मरेको दाना बरु म तिमीलाई बोलाउँछु नि हे काटो खाना काटो खाना हेर नेवार बहादुर मलाई बाहुन भन् लोही भन् टपरी भन् काँठा भन् जेसुकै भन् यो काटो खानेहरूको सब त फिर्ता ल्याउ त्यो बाजे बाजे गयो टम्पिकाउका सब त फिर्ता ल्याउ बाजे बाजे भुल सुधार है सब त फिर्ता ल्याउ त्यो बाजे भुल सुधार है लिन पाउँदैनस् तिमीले कहिले पनि म मरेको दाना बरु म तिमीलाई बोलाउँछु नि भैँसीको पुच्छर खाना त्यो त तिमी खान्छस् नि है बाजे है 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 पैसी पैसी पैसा आफूले पैसा तिरेर खान्छ यसलाई त्यसरी रिस उठ्छ के गर्नु भने खान खानु पर्यो भैँसी काटेरै खाउँला ल जा झनै भाउ पर्ने भयो खटम पढे के त खानु पर्यो भैँसी काटेरै खाउँला त्यो भैँसीको आन्द्राभुँडी भित्रको सबै तिमी नेवारबादलाई दिउँला शर्मा उपाध्याय आचार्य जैसी तिमी खानु खेर हामी खान्छौँ भैँसी ल जा तिम्रो बाउको भैँसी चोरेर खायो त्यो ससुराको भैँसी चोरेर खायो तिमी मेरो बाउ यहाँ पनि छ यहाँ पनि तिमी बाहुन बाजे हो है तिमी बाहुन बाजे तिमी यहाँ काठमाडौँमा बस्न पाउँदैनस् तिमी बनारसबाट आएको तिमी उतै जा तिमी काठमाडौँमा नेवार राज्यमा तिमी बस्नु पाउनु जा तिमी जा काठमाडौँ बस्नु पाए ए तिम्रो नेवार काठमाडौँ नेवारहरूको मात्र हो तिमी के गर्छस् ए काठमाडौँ नेवारहरूको मात्र हो तिमी के गर्छस् पहिला पहिला नेवारहरूको मात्र अहिले पनि नेवारहरूको मात्र राजधानी तिमी के गर्छस् सहरमा त नेवारहरूको होइन सगरमाथा मेरो शिरको टोपी भइदिनाले सगरमाथा पनि हामी नेवारको सहरमा त नेवार उसमा तराई त होइन तराईमा त्यो लुम्बिनी त नेवारहरूको होइन त्यो तराईमा पर्छ ए गौतम बुद्ध साक्य नेवारको छोरा ल उसमा जनकपुर त नेवारहरूको हुँदै होइन ल दा सीता नेवार हो ल सीता नेवार हो अनि रामचन्द्र भगवान्ले सीतासँग बिहा गरेर नेपालको अङ्गीकृत नागरिकता लिएर नेपालमा देउटा भएर बसेको हुँदा हुँदा रामचन्द्र भगवान्लाई सुधा यो नारायण बनाइदियो यसले ल भाइ उसो भए मेचीदेखि महाकालीसम्म कुन कुन नेवारहरूको हो कुन कुन नेवारहरूको प्रतिनिधित्व मेची टु महाकाली सबै नेवारको हो तिमी के गर्छस् सबै हो हो ल उसो भए काठमाडौँमा न्यु रोडको जुद्ध शमशेरको साथ जुद्ध शमशेर नेवार हो हो जुद्ध शमशेर नेवार जुद्ध हो शमशेर नेवार हो जुद्ध कसरी नेवार जुद्ध शमशेर जङ्गबहादुर श्रेष्ठ जुद्ध शमशेर जङ्गबहादुर राणा जुद्ध शमशेर जङ्गबहादुर मानन्दर तिमी के गर्छस् जसलाई जे मनलाई जे पाए त्यो भन्नु खोज्न थाल्यो भाइले जुद्ध शमशेर नेवार कसरी हुन्छ जुद्ध शमशेर र मेरो बाजेको बाजे सँगै बसेर नेवार बोलेर टमाको खाएर नेवार बोल्छ नेवार बोल्दैमा नेवार हुन्छ नेवार बोल्दैमा चल मनलाई उसले नेवार भन्छ गणेशमान नेवार हो कि के भन्दैछ हेरौँ त को गणेशमान नेवार हो गणेशमान सिंह नेता त्यो गणेशमान बुढा नेवार होइन गणेशमान नेवार होइन लो त्यसले कहिले जातकै कुरा गरेन जहिले पनि नेपालको मात्रै कुरा गर्छ देशको मात्रै कुरा गर्छ त्यो गणेशमान पनि नेवार होइन त्यो पुष्पलाल पनि नेवार होइन त्यसले पनि कहिले पनि जातको कुरा गरेन जहिले पनि नेपालको मात्रै कुरा गर्छ देशको मात्रै कुरा गर्छ नेवार बोल्दैमा नेवार हुन्छस् नेवार बोल्दैमा नेवार हुनुमा त्यो अथेँ छुडाइ त्यो मरण कृष्ण हरिवंश है महजोरी त्यो हरिवंश बर्मोली पनि नेवार बोल्छ त्यो म नेवार हो त्यो पनि नेवार होइन त्यसको साथी त्यो मरण कृष्ण पनि नेवार होइन तिनीहरूले पनि कहिले पनि जातको कुरा गरेन जहिले पनि नेपालको मात्रै कुरा गर्छ देशको मात्रै कुरा गर्छ तिमी त अनुहार हेर्दाखेरि पनि त्यो मरण कृष्णसँग मिल्छ है बुद्धि पनि त्यही मरण कृष्णसँग मिल्छ तिमी मरण कृष्णसँग बुद्धि मिल्ने बाहुन तिमी यहाँ काठमाडौँमा बस्नु पनि तिमी जा अघिदेखि कसको अनुहारसँग मिल्छ भने त्यो हरिवंश पनि बाहुनसँग अनुहार मिल्दो रहेछ यो मान्छेलाई ए हरिवंश भन्ने बाहुनसँग अनुहार मिल्ने नेवार तिमी काठमाडौँमा त होइन नेपालमा हिँड्नुपर्छ जाऊ त्यो बाहुन भन्न म कति ह्यान्डसम छ त्यसको भुँडी यत्रो छ म कस्तो सिलिम छ तिमी काठमाडौँमा त होइन नेपालमा हिँड्नुपर्छ जाऊ ए हामी त आदिवासी तिमी आदिवासी भए हामी पुरावासी पुरावासी गर्नुहोस् तिमी जा तिमी फ्रिजमा बस्नु जा तपाईँले जातीय कुरा गर्न लाज लागेन है तपाईँले जातीय कुरा गर्न लाज लागेन अस्ति त्यही जातीय कुरा गरेर नाकाबन्दी भएर पेट्रोल पाउनु छोडिसकेको थियो डिजेल पाउनु छोडिसकेको थियो भात पकाएर खानलाई दाउरा बालेर जङ्गल मासेर खानु परेको थियो थाहा छ कि छैन त्यो जङ्गल पनि फाड्दा अब सिद्धिन लागिसक्यो त्यो जङ्गल फाड्न सिद्धेपछि के बाहुनले नेवार बालेर भात खाने नेवारले के बाहुनलाई बालेर भात खाने मधेसीले के पहाडीलाई बालेर भात खाने पहाडीले के मधेसी बालेर भात खाने
अफगानिस्तानको नाम सुन्नुभएको छ नि तपाईँहरूले, इराकको नाम सुन्नुभएको छ नि तपाईँहरूले। इन्डिया र पाकिस्तान पनि पहिला एउटै देश थियो। त्यहाँ पनि यही जात र धर्मको कुरा नमिलेर देश टुक्रेर दुईटा भयो। सुडानमा पनि यही जातभातको कुराले गर्दाखेरि देश टुक्रेर फक्लक्क दुई टुक्रा। म त बरु आफ्नो खप्पर फुटेर 4 टुक्रा भयो भने म देख्न सक्छ है, तर कुनै पनि देश फुट्यो भने म देख्न सक्दैन। बाजे तिमी सक्छस्? सक्दिनँ। बरु म टुक्रा टुक्रा होस्, मेरो देशमा कतै केही पनि चिरा नपरोस् बा भगवान्। जातीय कुरा गरेर सल्केर बम पड्केर तपाईँहरू मऱ्यो भने के गर्ने? तपाईँहरूको छोराछोरी मऱ्यो भने के गर्ने? म त आफू मऱ्यो भने बरु ठुलो देख्न सक्छ है, तर मेरो छोराछोरी केही भयो भने मैले देख्न सक्दैन। ए निहार बहादुर के बनायो तिमीले? आफू मरेपछि आफूले ठुल्ठुल कसरी हेर्ने? आँखा छिकेर हेर्ने? आँखा छिकेर मरेपछि हेर्ने? हामी नेवारहरूले सक्छ, निहारले सक्छ। नेवारहरूले आफू मऱ्यो भने ठुलो देख्न सक्छ। आफू मरेपछि पनि आफूले ठुल्ठुल हेर्न सक्छ। लौ न कसरी? त्यो पहिले जिम्नो हुँदाखेरि नै त्यो तिलगङ्गा आँख अस्पतालमा गएर नेत्रदान गर्ने है, अनि त्यसपछि पछि मरेपछि है त्यो आँखाको 2टा सानो पापरा झिकेर है त्यो आँखा नदेख्ने मान्छेलाई आँखा दान दिने है, अनि उसले जिन्दगीभर ठुलो देख्न सक्छ। म त के भन्नु भन्दा मैले त नेत्रदान पनि गरिसकेको, छाला दान पनि गरिसकेको। छाला दान पनि त्यो जलिएको मान्छेको हुन्छ नि उसलाई छाला औषधि गर्नलाई हुन्छ, मरेपछि दिन्छु भनिसकेँ मैले त जिन्दगी दान गरिसकेँ सबै, शरीर नै दिने भइसक्यो है। भैया हामी झगडा नगर्ने है भैया। आई लभ यु। अहम च त्वम प्रेम करिष्यामि। बाजे तिमी फ्रेन्च नबोल्न, मैले बुझ्दिनँ भाइ। फ्रेन्च होइन संस्कृत बोलेको के? अहम च प्रेम करिष्यामि। बाजे आई लभ यु। तिमी यता नगर। किन? त्यो आइमाई मान्छेहरू छ उसलाई पर्छ। पर्दैन, त्यो माथिबाट उडेर त्यहीँ आउँछ। तिम्रो चिज यता पर्छ हुनु न। घुमेर आई लभ यु। अहम च प्रेम करिष्यामि। बाजे त्यो मनमा भएको तिम्रो सबै जातीय भातीयको सबै कुराको ठुलो टकटक्या भयो बाजे। हामी सबै जात भात भाषा भाषी सबै नेपालमा मिलेर है आफ्नो जातलाई गौरव गरेर आफ्नो भाषालाई गौरव गरेर बस्ने है, तर देशलाई दुःख हुने काम नगर्ने है बाजे। देश भए पनि नेपाल भए पनि नेपाली रहन्छ हैन? आई लभ यु बाजे। प्रेम करिष्यामि। अब तपाईँहरूले अहिले यहाँ आएर मिलेर आई लभ यु भनेर यताउता गरे पनि तपाईँहरूले अघि यति ठुलो गल्ती गर्नुभयो, एक अर्कालाई होच्याउनु भयो, जात भातको कुरा निकाल्नु भयो। त्यही भएर गल्ती गरेपछि सजाय भने सबैले पाउनै पर्छ। अब हामी तपाईँहरू दुईजनालाई पनि एउटा सजाय दिन्छौँ। बाहुन बहादुरजी चाहिँ तपाईँ कान समातेर 10 चोटि उठबस गर्नु ल। 10 चोटि? ल उठबस ल। निहार बहादुर मेरो सल्लाह तिमी गरिदिन्छौ? मेरो घुँडा दुखिरहेछ भने? बाजे तिम्रो खुट्टा दुख्यो? घुँडा दुखिरहेछ। बाहुनको खुट्टा दुखे नेवारले उठबस गरिदिन्छ। बाहुनको खुट्टा दुखे नेवारले उठबस गरिदिन्छ। नेवारको फोक्सो दुखे बाहुनले सास फेरिदिन्छ। यस्तो राम्रो मुक्तक अघि नै भन्नु पर्दैन? यो मुक्तक भर्खर नै जन्मिएको हो भाइ। अघि बल गरेको अघि नै जन्मिन्छ कि? यो आँसु मुक्तक हो। ल 10 चोटि ल। उसको भैया म त नेवार मान्छे हो, नाफा खानुपर्छ है। उठेको एक बसेको दुई है। हुन्छ हुँदैन, कहाँ उठेको एक बसेको हुँदैन। हुन्छ तिमी भनेर हुन्छ तराङ दिन्छ। भएको ल गर ल। उठेको एक बसेको ल दुई भाइ है। ल। बनिदिन्छु म। उठेको एक बसेको उठेको एक बसेको 2 4 5 6 उठेको एक बसेको दुई। ल भइगयो है। अब नेवार बहादुरजी चाहिँ कान समातेर नेपाल आमालाई सम्झेर 5 चोटि सरी भन्नु ल। भैया मेरो स्वर दुखेछ तिमी भन्नु है। स्वर दुखेको कि घाँटी दुखेको? घाँटी ठिक छ, स्वर दुखेछ है। त्यो त नाक ठिक छ, सासमा त दुखेको हुना थियो। दुईजना मिलेर तिमी नेपाल आमा भन्नु, म कान समातेर सरी भन्छु। ल यो नेपालमा सरी यो मातृभूमि क्षमा गर्नु। ए जननी जन्मभूमि योमा हामी सबै नेपाली मिलेर बस्नुपर्छ। हिमाल पहाड तराई कोही छैन पराई है बाजे। शान्ति हुनु पर्यो। त्यो पुरस्कार पनि तिमीले है। नेवारले मारेर बाहुनले लिन्छ। बाहुन मारेर नेवारले पुरस्कार लिँदैन, तिमीले आदि गर्ने काट्ने। आदि
गर्नु मिल्दैन कहाँ आइदियो आजको त्यो पुरस्कार त्यसरी भाग लाउनै मिल्दैन ल पुरस्कार के त पुरस्कार त हामीले अगाडि भनेकै छैन है साथी आजको यो शब्दान्त छेरी प्रतियोगिताको पुरस्कार चाहिँ के छ भनेदेखि अब हाम्रो यहाँ एम्पायर हुनुहुन्छ नरेन्द्र बहादुर नखरमौलोज्यू उहाँको यो स्वभाव चाहिँ अलिकति कस्तो खालको छ भनेदेखि उहाँको आकर्षण चाहिँ महिलाप्रति नभएर पुरुषप्रति छ त्यही भएको हुनाले उहाँको आजसम्म पनि बिहे हुनै सकेका छैन अब यो प्रतियोगिता पनि ड्र भएको छ हामी अब तपाईँहरू दुईजनाकै नाममा एउटा गोला प्रथा गर्छौँ अनि त्यसमा जसको नाम निस्किन्छ उसले चाहिँ हाम्रो एम्पायरजीसँग बिहे गर्छ ल ल ल ल ल ल ल दुवैसँग बिहे गर्न तयार नाति नाति निहारबहादुर तैँले मेरो शरीर टाकेको तैँले मेरो शरीर टाकेको बिहे गर्ने तँलाई हात्तीले टाङ च्यातेको जसरी तेरो तैँले मेरो शरीर टाक्छस् तैँले मेरो शरीर टाक